के तपाईँ एउटा युट्युबर बन्न चाहनुहुन्छ? युट्युबबाट पैसा कमाउन चाहनुहुन्छ? यदि हो भने सबैभन्दा पहिला चाहिँ हजुरलाई एउटा युट्युब च्यानल क्रिएट गर्नुपर्ने हुन्छ। साथै युट्युबको इम्पोर्टेन्ट सेटिङलाई अन गर्नुपर्ने हुन्छ। तब मात्रै तपाईँको च्यानल ग्रो हुन्छ र तपाईँ युट्युबबाट पैसा कमाउन सक्नुहुन्छ। यदि तपाईँ एउटा न्यू च्यानल क्रिएट गर्ने सोचमा हुनुहुन्छ अथवा पहिला नै गरिसक्नु भएको छ भने पनि यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला, किनभने यस भिडियोमा म यस्तो हिडन सेटिङहरूलाई अन गर्न सिकाउँछु जसले गर्दाखेरि तपाईँको च्यानल छिट्टै ग्रो हुन्छ र तपाईँ छिट्टैभन्दा छिट्टै पैसा कमाउन सक्नुहुन्छ। सो ढिलो नगरिकन स्टार्ट गरौँ है त। युट्युब च्यानल खोल्नको लागि सबैभन्दा पहिला युट्युब ओपन गर्नुहोला। युट्युब ओपन गरिसकेपछि चाहिँ तल तपाईँ हेर्न सक्नुहुन्छ प्रोफाइल पिक्चर, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि माथि हेर्न सक्नुहुन्छ स्विच एकाउन्ट, त्यो स्विच एकाउन्टमा क्लिक गर्नुहोला। त्यसपछि प्लस आइकनमा त्यति गरिसकेपछि चाहिँ एकछिन चाहिँ यहाँ वेट गर्नुपर्ने हुन्छ। क्रिएट एकाउन्टमा क्लिक गर्नुहोला। त्यसपछि फर माई पर्सनल युज, किनभने तपाईँ आफ्नो पर्सनल युजको लागि गर्नुहुन्छ, त्यसैले पर्सनल युजमा क्लिक गर्नुहोला। त्यसपछि फर्स्ट नेममा तपाईँ आफ्नो नेम राख्नुहोला र सरनेममा चाहिँ कास्ट त्यति राखिसकेपछि चाहिँ यहाँ तपाईँ जतिमा जन्मिनु भएको छ त्यो डेट राख्नुहोला। त्यसपछि जेन्डर सिलेक्ट गर्नुहोला, मेल हुनुहुन्छ भने मेल, नत्र फिमेल हुनुहुन्छ भने फिमेल। अनि त्यसपछि तल नेक्स्टमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि चाहिँ यहाँ युजर नेम राख्नुपर्ने हुन्छ। जस्तै कि म यहाँ ट्रेडिङ 1284 राखेछु, तपाईँ आफ्नै मनले कुनै कुरा राख्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो युजर नेम चाहिँ अलरेडी टेकन भइसकेछ, त्यसैले चाहिँ हामीलाई चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। रेड ट्रेडर 1284 राखेँ मैले। अनि यहाँ चाहिँ एउटा राम्रो पासवर्ड राख्नु होला। त्यति राखिसकेपछि चाहिँ तपाईँले नेक्स्टमा क्लिक गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ यहाँ बनेर रेडी भइसकेछ। तल चाहिँ हेर्न सक्नुहुन्छ नेक्स्ट बटन, त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ माथि स्क्रोल गरेर त्यहाँ आई एग्री को अप्सन हुन्छ, त्यसमा क्लिक गर्नु होला। त्यति क्लिक गरिसकेपछि एकछिन फेरि यहाँ वेटिङ गर्नुपर्ने हुन्छ। अब चाहिँ हाम्रो एकाउन्ट बनेर रेडी भइसकेछ। यहाँ हेर्न सक्नुहुन्छ माथिमा नो सब्सक्राइबर। अहिले त हाम्रो चाहिँ एउटा जीमेल मात्रै क्रिएट भएको छ। अनि यसमा चाहिँ तपाईँले प्रोफाइल पिक्चर लगाउन सक्नुहुन्छ र यसमा ब्यानर कसरी बनाउने भन्ने कुरा चाहिँ म आउने भिडियोमा सिकाउने छु, त्यसैले यो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। साथै म युट्युब रिलेटेड धेरै भिडियो अपलोड गर्ने छु, त्यसैले सब्सक्राइब गरेर राख्नु होला है त। अनि यहाँ तपाईँ आफ्नो नेम, प्रोफाइल पिक्चर, ह्यान्डल सबै कुरा यहाँबाट चाहिँ हजुरले चेन्ज गर्न सक्नुहुन्छ। जस्तै प्रोफाइल पिक्चरमा मैले प्रोफाइल पिक्चरमा क्लिक गरेँ, त्यसपछि ग्यालेरीमा क्लिक गरेँ। अनि यहाँ एउटा फोटो चाहिँ सिलेक्ट गर्नु होला। अनि यहाँ तल सेटको अप्सन हुन्छ, त्यसमा चाहिँ क्लिक गर्नु होला। यति गरिसकेपछि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ माथिमा चाहिँ मेरो प्रोफाइल पिक्चर लागिसकेछ। अनि यहाँबाट चाहिँ तपाईँले डिस्क्रिप्सन आफ्नो युट्युबको बारेमा चाहिँ यहाँ लेख्न सक्नुहुन्छ। जस्तै कि वेलकम टु दिस च्यानल, तपाईँको मनमा जे कुरा आउँछ त्यो लेख्न सक्नुहुन्छ। त्यसपछि सेभमा क्लिक गर्नु होला। यति गरिसकेपछि हाम्रो च्यानल रेडी भइहाल्छ। बट अहिले पनि धेरै सेटिङहरू बाँकी छ। यस्तोमा त तपाईँले भिडियो अपलोड गर्न सक्नुहुन्छ, बट यसरी चाहिँ हजुरले इन्कम गर्न सक्नु हुँदैन, किनभने अहिले धेरै इम्पोर्टेन्ट सेटिङहरू मिलाउन अहिले बाँकी नै छ। अब चाहिँ त्यो सेटिङ मिलाउनको लागि हजुर चाहिँ फेरि क्रोम ओपन गर्नु होला अथवा कुनै ब्राउजर। अनि त्यसपछि सर्च बारमा गएर studio.youtube.com सर्च गर्नु होला, स्पेस नदिकन। यहाँ हेर्न सक्नुहुन्छ माथिमा studio.youtube.com मैले सर्च गरेँ, तपाईँ पनि सेम यस्तै सर्च गर्नु होला। अनि तपाईँको सामने यस्तो इन्टरफेस आउँछ। त्यसपछि तपाईँले कन्टिन्यूमा क्लिक गर्नु होला। माथिमा हेर्न सक्नुहुन्छ तपाईँ चाहिँ प्रोफाइल पिक्चर, यसमा चाहिँ तपाईँको त्यो आइडी त्यही छ कि छैन त्यो कुरा चाहिँ यहाँबाट चेक गर्न सक्नुहुन्छ। अर्को हुन्छ भने चाहिँ स्विच एकाउन्टबाट चेन्ज गरिहाल्नु होला। त्यसपछि तल सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि
अब यहाँदेखि चाहिँ हाम्रो इम्पोर्टेन्ट सेटिङहरू अन भइरहेछ। त्यसपछि यहाँबाट चाहिँ तपाईँले आफ्नो इन्कम कुनमा चेन्ज गर्ने भन्ने कुरा चाहिँ यहाँबाट डलरमा लिन चाहनुहुन्छ भने डलरमा, नत्र नेप्लिजमा नेप्लिज तपाईँको चोइसले चाहिँ यहाँबाट गर्न सक्नुहुन्छ। अनि त्यसपछि हामीले चाहिँ यहाँ तल हेर्न सक्नुहुन्छ च्यानलमा चाहिँ यहाँको सेटिङ चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यहाँ बेसिक इन्फर्मेसनमा तपाईँ कुन देशबाट हुनुहुन्छ त्यो यहाँ सिलेक्ट गर्नु होला। जस्तै कि म नेपालबाट छु भने म यहाँ नेपाल सिलेक्ट गर्छु। नेपाल सिलेक्ट गरिसकेपछि चाहिँ यहाँ तल किवर्ड तपाईँ आफ्नो च्यानलको नाम यस्तो किवर्डहरू लगाउनुहोस् जसबाट मानिसहरूले तपाईँको च्यानललाई सर्च गरोस् भने आइहालोस्। त्यस्तो खाले किवर्डहरू ट्यागहरू चाहिँ लगाउनु होला ताकि अरू मान्छेहरूलाई तपाईँको च्यानल चाहिँ खोज्नमा चाहिँ इजी होस्। जस्तै कि म यहाँ धेरै लेखिसकेँ सोनु क्यापिटलमा सोनु रे सोनु आदि इत्यादि चाहिँ तपाईँ आफ्नो च्यानलको नेम अथवा तपाईँको क्याटेगोरी अनुसार चाहिँ तपाईँले यसमा चाहिँ ट्याग लगाउन सक्नुहुन्छ। फर इक्जाम्पलको लागि मैले यति लगाएँ। अनि तपाईँ आफ्नो लगभग चाहिँ 10-12वटा लगाउनु होला। हेर्न सक्नुहुन्छ मैले यति लगाएँ। त्यसपछि सेभमा क्लिक गर्नु होला। अहिले मैले किन नगरेको किनभने एकैपल्ट सबै गर्ने हो। यहाँ चाहिँ एकदमै इम्पोर्टेन्ट सेटिङ हो। तपाईँ चाहिँ यो च्यानल चाहिँ किड्सको लागि बनाउन चाहनुहुन्छ, बच्चाहरूको लागि कि 18+ को लागि, त्यो चाहिँ यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसैले ठुलोको लागि बनाउन चाहनुहुन्छ भने नो सेट दिस च्यानल एज नो मेड फर किड्समा क्लिक गर्नु होला। यति गरिसकेपछि तल चाहिँ त्यति इम्पोर्टेन्ट कुरा चाहिँ छैन। त्यसपछि अब चाहिँ एउटा फ्युचर एक्सेसिबिलिटीमा क्लिक गर्नु होला। त्यति क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ फर्स्टको इनेबल छँदैछ। अब चाहिँ हामीलाई तल 2वटालाई इनेबल गर्नुपर्ने हुन्छ। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट सेटिङ हो। सबैभन्दा पहिले चाहिँ फर्स्टमा क्लिक गर्नु होला। यहाँबाट चाहिँ तपाईँलाई आफ्नो मोबाइल नम्बर भेरिफाइड गर्नुपर्ने हुन्छ। त्यसमा क्लिक गर्नु होला। यति गरिसकेपछि यहाँनिर चाहिँ तपाईँ कुन देशमा हुनुहुन्छ त्यो अगाडि नै सिलेक्ट भइहाल्छ र यहाँ चाहिँ आफ्नो फोन नम्बर हाल्नु होला र त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। र त्यो तपाईँको नम्बरमा चाहिँ एउटा ओटिपी आउँछ। त्यो चाहिँ 6 डिजिटको हुन्छ। त्यो चाहिँ यहाँ क्लिक गरेर पेस्ट गर्नु होला अथवा लेखेर पनि गर्न सक्नुहुन्छ र त्यसपछि सबमिटमा क्लिक गर्नु होला। गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो फोन नम्बर चाहिँ भेरिफाइड भइसकेछ। यहाँ हेर्न सक्नुहुन्छ यो सेकेन्ड फिचर्स पनि इनेबल भइसकेछ। अब चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ एउटा अब बाँकी छँदैछ थर्ड नम्बरको सेटिङ एडभान्स फिचर। यहाँबाट चाहिँ तपाईँले अब थर्ड नम्बरको सेटिङ इनेबल गर्न सक्नुहुन्छ। अब चाहिँ तपाईँको जिमेलमा चाहिँ एउटा मेल आएको होला। अब चाहिँ तपाईँ आफ्नो जिमेल ओपन गर्नु होला। जिमेल ओपन गरिसकेपछि चाहिँ माथिमा तपाईँ हेर्न सक्नुहुन्छ एउटा मेल आइसकेछ युट्युबबाट। सोनु क्रिएट योर युट्युब च्यानल यहाँ हेर्न सक्नुहुन्छ आइसकेछ। तल चाहिँ स्क्रोल गरेर स्टार्ट भेरिफिकेसनमा क्लिक गर्नु होला। यति गरिसकेपछि यहाँनिर चाहिँ तपाईँको फेसलाई भेरिफाइड गर्छन्। तलनिर चाहिँ तपाईँ स्क्रोल गर्नु होला र तपाईँ आफ्नो फेसलाई यता राइट र लेफ्टतिर मुभ गर्न भन्छ। त्यो तपाईँ आफैले गर्न सक्नुहुन्छ, मलाई थाहा छ। त्यति गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भेरिफाइड चाहिँ कम्प्लिट भइसकेछ। एउटा अझै सेटिङ मिलाउनको लागि चाहिँ फेरि तपाईँ आफ्नो क्रोमलाई ओपन गर्नु होला। क्रोमलाई ओपन गरिसकेपछि यहाँ तल चाहिँ हेर्न सक्नुहुन्छ सेटिङको अप्सन। त्यो सेटिङको अप्सनमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ अपलोड डिफल्ट, त्यसमा क्लिक गर्नु होला। यति क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ बेसिक इन्फर्मेसन र एउटा एडभान्स सेटिङमा क्लिक गर्नु होला। यहाँ साइडमा हेर्न सक्नुहुन्छ तपाईँ क्याटेगोरी। यो चाहिँ एकदमै इम्पोर्टेन्ट सेटिङ हो। तपाईँ चाहिँ कुन क्याटेगोरीमा भिडियो बनाउन चाहनुहुन्छ त्यो क्याटेगोरी चाहिँ यहाँबाट चाहिँ हजुरले सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै कि यहाँ धेरै
क्याटेगोरीहरू दिएको हुन्छ, जस्तै कि अटो एन्ड भेहिकल्स, कमेडी, एजुकेसन्स, इन्टरटेनमेन्ट, फिल्म एन्ड एनिमेसन्स, गेमिङ, हाउ टु एन्ड स्टाइल। यसमा चाहिँ तपाईँ कुन क्याटेगोरीमा भिडियो बनाउन चाहनुहुन्छ त्यसलाई सिलेक्ट गर्नु होला। मैले इन्टरटेनमेन्ट सिलेक्ट गरेँ र तल चाहिँ हेर्न सक्नुहुन्छ तपाईँ कुन ल्याङ्ग्वेजमा चाहिँ भिडियो बनाउनुहुन्छ। अहिले तत्कालीन म चाहिँ हिन्दी सिलेक्ट गरिरहेको छु। यति गरिसकेपछि चाहिँ अब सेभमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो हाम्रो इम्पोर्टेन्ट सेटिङहरू चाहिँ अन भइसकेछ। अब चाहिँ त्यसमा माथिमा क्लिक गर्नु होला, पेन्सिल जस्तो आइकन होला त्यसमा क्लिक गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ तपाईँले आफ्नो नेम हेर्न सक्नुहुन्छ, ह्यान्डल, डिस्क्रिप्सन सबै कुरा यहाँबाट चाहिँ तपाईँले लगाउन सक्नुहुन्छ। साथ यहाँ तल कन्ट्याक्ट इन्फर्मेसन त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। जस्तै पछाडि गएर तपाईँको चाहिँ च्यानल ठुलो भयो भने त्यहाँबाट चाहिँ अरू कम्पनीको मान्छेहरूले चाहिँ तपाईँलाई त्यही कन्ट्याक्टबाट कन्ट्याक्ट गर्ने गर्छ। त्यसैले यहाँ जिमेल अथवा पर्सनल डिटेल चाहिँ राख्नु होला। अब च्यानलको सबै इम्पोर्टेन्ट सेटिङहरू भइहाल्यो। यसमा हजुरले अब ढुक्क भएर काम गर्न सक्नुहुन्छ। साथै च्यानललाई कसरी ग्रो गर्ने, थम्बनेल कसरी बनाउने, भिडियोलाई पोस्ट कसरी गर्ने, सबै कुरामा आउने भिडियोमा सिकाउने छु। त्यसैले यो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नु होला है त।